सो हेलो गाइज, आज मेरो नयाँ आइडीमा स्वागत छ तपाईहरुलाई। आज म खेल्नेवाला छु। धेरै दिन भयो मैले आज फ्री फायर सुरु गरेको। हेरौँ मैले कसरी खेल्न सक्ने छु। प्लिज मलाई नुब भनेर सपोर्ट नभन्नु होला। म सकेसम्म आफ्नो बेस्ट गर्न सक्छु। ओके गाइज, मैले लोन अफ हेडशट लगाएको थिएँ। कहाँबाट लोन अफ लागेछ के छैन। ओके त गाइज, लेखेर बस्छ भनेको त रेड नम्बरमा त कामको बात कुरा गर्छु गाइज। धेरै टाइम पनि खेलेको नुबहरु मात्र आउनेछ। नुब त नभनौँ तर नुब त हो। ए स्कार, म एफएफ नाइफ मार्छु। त्यसैले त यसलाई नुब भनेको मैले। यसो नुब जस्तो गनहरु बोकेर यो बटलाई त रिलोड त हुनेवाला छैन। यो एफएफ नाइफ मलाई थाहा छ। त्यो कता फाल्छ? हेरौँ न गाइज, यो पनि कहाँ भागेछ। ल गाइज, यसले एक म्याच लिइहाल्यो आफ्नो एफएफ नाइफले। अर्को राउन्ड कसरी लिनेछ म हेरौँ त। यसले एफएफ नाइफले राउन्ड लिएको होइन। एक मिनट, सिधै जान्छु अनि यसलाई एफएफ नाइफको झट्का दिन्छु। यो बसिरहेको ल गाइज, यसले नुब पाराले खेलेको थिएन। मैले पनि नुब फर्काइदिएँ, रिभेन्ज, त्यो पनि नुब स्टाइलले। अब हेरौँ यो मेरो सर्ट गर्ने चाहिँ कसरी भयो। सायद यो नुब प्रैंक गरेछ। मलाई यो नो इन्टरनेट प्रैंक गरेको चाहिँ राम्रै जस्तो लाग्दैन है गाइस। त्यसैले मैले बारिदिएको, न त म योसँग खेलेर बस्थेँ। यसरी नो इन्टरनेट प्रैंक गर्ने चाहिँ राम्रो होइन। त्यसैले मैले यसलाई खतम गरेँ। इन्टरनेट प्रैंक गर्ने राम्रो होइन भने भो या। गाइज, थ्याङ्क यू, बाई।